हेलो वेलकम टु माई ब्लग होइन। आज चाहिँ हामी यो छोङखा भन्ने ठाउँमा रहेछ। धेरै माथि यहाँ छौँ हामी। हिजो आएको बेलुका, हिजो अस्ति बनाउनै पाएन ब्लग होइन। मेरो चार्ज थिएन मोबाइलमा, चार्ज नभएको कारणले मैले बनाउनै पाइनँ। एकदम बस्नलाई चाहिँ राम्रो रहेछ होइन। सो माथितिर हल्का फुल्का गाउँ छ, बस्नलाई चाहिँ राम्रो ठाउँ। पानी बत्तीको सुविधा पुगेछ अहिले त। तर के गर्नु, काली ओह्राली ठाउँ चाहिँ यस्तो छ, राम्रो देखिने रहेछ। यता चाहिँ हाम्रो मम्मी र बहिनी। ठाउँ त एकदम राम्रो छ, तर खै के हो कता कता ना टोइलेट छ ना के छ। जङ्गलतिर जानुपर्ने। पत्ती पानी चाहिँ ठिकै छ, अहिले भर्खर आइपुगेको छ। एकदम राम्रो छ ठाउँ चाहिँ। टक्क पैसा भएर घर सर रहे, बस्नलाई एकदम रमाइलो। तलतिर गाउँ छ हाम्रो चाहिँ, यताबाट सायद तल गएतिर पर्छ होला होइन। माथितिर पनि जग्गा छ अरे हाम्रो, मैले चाहिँ देखाएको छैन। हामी त्यतैतिरबाट आएको अहिले चाहिँ घुम्दै घुम्दै। यता माथि डाँडा छ, यता हाम्रो ठुलमम्मीहरू चाहिँ यता कतातिर बस्नुहुन्छ थाहा पनि छैन। एकदम राम्रो छ यो त। झन् अब बेमौसममा पऱ्यो होइन। मौसममा त राम्रो राम्रो फुल छ यहाँतिर। यस्तो टक्क ठाउँ त राम्रो छ। ठाउँ राम्रो हो, पैसा नभएपछि नराम्रो कि जुनसुकै ठाउँ पनि। हरेक चिजमा पैसा। मान्छेहरूले त्यही पनि यस्तो ठाउँमा बसेर जिन्दगी काटेको छ, खेतीपाती गरेको छ, आफ्नो जीवनयापन गरेको छ होइन। अब हामी सहरतिर बस्ने बच्चैदेखि सहरतिर भने त्यस्तो ठुलो होइन। हामी सहरतिर पनि दुःखै गर्ने गर्छ, तर पनि यो ठाउँमा बस्यो भने हामीले सक्दैन क्या। अब यो ठाउँमा के हो घाँस दाउरा हरेक चिज आफ्नो लागि, गाई बस्तुको लागि हरेक चिज खोज्नुपर्छ। यहाँतिर पैसा भनेको कमै मान्छेहरूसँग हुन्छ। पैसा हुन्छ, हुनेसँग फेरि टन्नै हुन्छ। मान्छेले यहाँतिर यस्तो ठाउँमा ढलान गरेर 4-5 तलाको बनाएर पनि बसेको छ पैसा हुनेहरू। अब हामीहरू जस्तो चाहिँ झुपडी बारेर यसो छेकेर टाउको छोप्नलाई बस्नुपर्ने। त हाम्रो बहिनी टोइलेट नगएकै काठमाडौँ आएदेखि हामी 3 दिन भयो टोइलेटै गएको छैन। यस्तो ठाउँमा पानी चाहिने, टोइलेट चाहिने कहाँ हुन्छ यो ठाउँमा। ओ डाँडातिर कता हुन्छ, लुकेर घाँसले पुज्नु पर्ने हो। घाँसले खै कता हो ठुलो पनि खै यतैतिर जस्तो लाग्थ्यो। घाँस काटे हामीले यस्तै 6-7 महिना अगाडि आउँदा। अब मम्मीहरूलाई पनि भेट्नुपर्ने धेरै पछि आउँदा। हाम्रो मम्मी त अब 12-13 वर्ष, मैले पहिला पनि भनिसकेँ 12-13 वर्ष भइसक्यो। हाम्रो मम्मी पनि टुवा परिरहनुपर्छ। दुःख यस्तै छ, पैसा कामै काम, जताततै। सानो फुलहरू फुलेर राम्रो दामी चारैतिरबाट टक्क फुलेको छ है फुल चाहिँ। झन् यो टाइममा त लाली गुराँसहरू झप्प हुन्छ, अरू फुलहरू नि झ्याप्प फुल्छ। राम्रो हुन्छ क्या यो ठाउँ त। बस्नुलाई पैसा भए त, पैसा त नि दुनियाँको जुनसुकै कुनामा नि हरेक सुविधा घरमै आउँछ पैसा भए। आजभोलि कागज यहाँदेखि पैसा त जति पनि आउँछ। खै कता हो हावा सल्लो आइरहेको छ। यो ठाउँमा म पैसा कमाएपछि घुम्न चाहिँ आउँछु। ठ्याक्क यहाँतिर टुरिस्टहरू, यहाँको सरकारले अलि ध्यान दिएर रोड मजाले बनाएर होटल खोल्यो भने टुरिस्टहरू मजाले आउँछ यहाँतिर। यसमा चाहिँ अलि ध्यान दिनुपर्छ केन्द्रदेखि लिएर स्थानीय तहले सबैले। अब आफ्नै गाउँठाउँमा आइयो आउन त। मेरो आफ्नो भन्दा नि खास चाहिँ हाम्रो मम्मी जन्मेको ठाउँ हो यो चाहिँ। माथि पेलमङ भन्छ, पेलमङको यो
चोङ्खा अरे चोङ्खा होइन मेरो चाहिँ बुङ पऱ्यो हाम्रो मम्मीको पेलमाङ पऱ्यो लगभग 40-45 आधी घन्टाको ग्याप छ हाम्रो मम्मी र हाम्रो घरको होइन पहिला त धेरै पनि लाग्थ्यो होला उकाली ओह्राली आजभोलि चाहिँ रोड टक्क सिधा गएको छ नि त रोटरी रोड हिँड्न पाइयो पैसा हुने मान्छेहरू गाडीमा पनि जान्छन् होइन त मम्मी हिजो उकाली चढ्दा सल्लिरी खाएम न तुम थिए खड्छन् 2 रात ऐसे काम मत न मगा अनि देसांग गाडी लामदुम न मगा सेपांग तुम न छ टक्क लाएर अब यस्तो ठाउँमा ढाक्नुपर्छ अनि यता माथि मैले अघि माथि देखाएको डाँडा पाडी चाहिँ यता माथि चाहिँ हालुमौरी त्यता नि जग्गा छ त्यता चाहिँ हाम्रो मम्मीले बस्छ ठुलो रहँदैछ घर बनाउने भन्छ पैसा छैन मजुरी हरेक चिज पैसै हो बाटो हो कि मान्छेको बारी हो हिँडेको छ झ्याम्का लाएर कता यति जस्तै घाँस काटे जस्तो लाग्थ्यो यहाँ चाहिँ हाम्रो ठुलो मम्मीहरूको बारी रे होइन बारी त के ढुङ्गै यस्तो यो ठाउँमा यस्तै हो यस गाई बस्तुलाई घाँस टक्क उमारे घाँस सास काट्ने बेच्ने घाँस सास कहिले लिन्छ त्यही अस्ति म आउँदाखेरि यो रुख नर्सरी भन्छ होइन त्यसको उतापट्टितिर हाम्रो ठुलो मम्मीहरू घाँस काटिरहेको जस्तो लाग्थ्यो यतै काटे जस्तो लाग्छ हामीले नि त्यहाँदेखि गएको अब ठुलो मम्मी घरमा छ कि छैन गोठमा घर त हाम्रो ठुलो मम्मीहरू पनि यहाँ होइन तलतिर हो यहाँ कहाँ हो कहाँ के हो होइन यहाँ घाँस काट्नु हुँदै रहेछ हाम्रो खै आफन्ती पर्नु भयो अरे हामीले चिनेन यहाँ घाँस काट्नु हुँदैछ गफ गर्दै हुनुहुन्छ अब ओ यहीँतिर हामीले अस्ति ठुलो मम्मीको पनि घाँस काटेको ठिक्क यहाँ तल काटिरहनु भएको रहेछ फेरि हामी चाहिँ निक्लिनु पर्यो हाम्रो यहाँ हो यहीँ तलतिर अब मैले घाँस काटेँ माथि पनि थियो हाम्रो ठुलो मम्मीहरूको आएको थियो त्यहाँदेखि ठ्याक्क उतापट्टि चाहिँ हाम्रो ठुलो मम्मीहरूको गोठ छ होइन घरमा त अब हाम्रो दादाहरू होला 2 जना दाजुभाइहरू हुनुहुन्छ आफ्नै घरमा होला आफैले बनाएको उयो अनि पिका ऊ त फपाम छ त्यो अनि खरो त कान्छाम होला नि कान्छाको पाम हो आशै मै खेल्नु उयो आशै यो टक्क बार राखेको चाहिँ यो चाहिँ हाम्रो मम्मीको अरे पहिला हाम्रो बुवा र मम्मी यता गोठमा बस्नु भएको अरे अहिले चाहिँ खै मामाले के गर्नुभयो होइन मामाहरूको हातमा मान्छेले यस्तो ठाउँमा नि जस्ता सस्ता लिएर घरसर बनाइसकेको छ है खै हाम्रो रेखा नानाको नि घर यता तलतिर कता भयो जस्तो भने जस्तो लागेको थियो खै यतैतिर कता छ अरे गोठ यो घर खै थियो चाहिँ थाहा भएन त्यहाँदेखि अस्ति बाबु र म त तलतिर आएको तलतिर आएर यहाँतिर खै यस्तो ठाउँमा बसेर जिन्दगी काटेको यो ठाउँमा
यो ठाउँमा झन् राम्रो मम्मी चाहिँ बुङ जानुभयो। यो हाम्रो अब कहाँ जान्छ। अनि हाम्रो जेठी ठुलो मान्छे त्यो चाहिँ पहिल्यै बित्नु पऱ्यो होइन। हाम्रो मम्मीहरू सानै हुँदा खै हाम्रो राईहरूको चलनमा के हो देउता निस्क्यो अरे त्यो माथि डाँडातिर छ अरे खै के हो मलाई त खास त्यस्तो रीतिरिवाज थाहा छैन। त्यस्तो रे तिउथेम ठाउँको नाम पनि तिउथेम त्यस्तो रे। ल आइपुग्न ल मोबाइलको आजभोलि चार्जरै छैन ल्याएन। त्यही भएर बच्चाएर चलाइरहेको छु। घाँस सास काटेर यसरी जोगाएर राखेको छु। यसरी बोक्दै हिँड्न नसक्नु बोक्दै अस्ति मैले काठमाडौँमै हुँदा हाम्रो ठाउँ यस्तो उस्तो हुन्छ भनेको पत्याएको थिएन। अहिले त गु पनि आएको छैन अरे। मैले भन्दा त हो त्यस्तो हो नचाहिने भन्थ्यो। अहिले चाहेन। कान्छी नि अझ जिद्दी गर्दै थियो। कान्छी ल्याएको भए त यहाँ कति रुने थियो कि रिस गर्न्थ्यो के थियो होइन। यस्तो ठाउँतिर ठ्याक्कै मान्छेले सोलर हालेर घरसर आफूलाई बस्नुलाई एकदम दामी बनाएर रहेछ होइन। जे बस्नलाई आनन्द क्या हो हल्ला छैन होइन। शुद्ध हावापानी ठ्याक्क पैसा भएर खानपान भएर यहाँनिर बस्नलाई ढुक्क आनन्द मान्छेले गरे कि त्यो यस्तो बनाएर बसेको छ मान्छेले यहाँ घर बनाए। उतातिर नसक्नेले अब कतिको गाउँतिरै तलतिरै घर छ। अनि माथितिर चाहिँ यसो गोठ क्या आफ्नो खेतबारी हुन्छ। त्यो खेतबारी अब गर्नलाई यहाँ आउँछन्। पहिला हाम्रो मम्मी हाम्रो हजुरबुवाहरूले यतै आउनु भएको रे गोठ निकाले। यता खेतबारी अब गर्नलाई मलसल बोकेर ल्याउन सकिँदैन। त्यसको लागि मलसलको लागि त्यो उकालो तलतिरबाट ल्याउनुपर्छ। ल्यायो भने त सक्दैन। त्यसको लागि गोठ ल्याउने यहीँतिर गाईबस्तु राखेर टक्क मलसल गर्ने खेतीपाती गर्ने। त्यहाँदेखि फेरि यहाँ सकेपछि अर्को ठाउँ सर्ने। अब गाउँघरमा त्यही त हो नि जग्गा यहाँ भयो भने अर्को 2-3 किलोमिटर उता 2-3 घन्टा हिँड्नुपर्ने ठाउँहरू त्यस्तो ठाउँमा हुन्छ होइन। त्यो खेतीपाती गर्नै पर्यो। अब नेपालको कृषिहरू गरिखाने बाटो नै यही हो। जसरी गर्नै पर्यो बाध्यता गर्नु रहर कसैलाई नभएर बाध्यता। अस्ति हामी चाहिँ मेरो कान्छा मामाको छोरा छ मेरो अब मसँगैको दाइ भनौँ न 1-2-6-7 महिनाले हामी आथ्यौँ। यतैबाट आएको हामीले मलाई नि त्यही मलाई त थाहा थिएन। हाम्रो त्यही मामाको छोराले देखाएको मलाई। त्यतिखेर चाहिँ यहाँनिर चाहिँ एउटा सुक्या रुख थियो क्या बच्चाहरूले ढाल्दै थियो। डोरी लाइ त्यो छैन रहेछ अलिक ढालेर पनि पाल्दिसक्यो होला। धेरै त भएको थिएन म आएको नि 6-7 महिना चाहिँ भएको थियो। त्यही पनि बिर्सिसक्यो 6-7 महिना खै हाम्रो मम्मी 12-13 वर्ष आएर पनि बिर्सिएको छैन। म 6-7 महिना बिहा आएको बिर्सिसक्यो। ऊ पर हो त्यो छेल त्यो के सुकाइरहेको हो त्यहाँ छेउमा जस्तो लाग्यो मलाई होइन। पर ठुलोमम्मी फेरि सोत्तर कि के त्यो गाईबस्तुलाई यसो मलको लागि तातो होस् भने ओछ्याउनलाई सोत्तर लिएर आएर कतिखेर आउनुहुन्छ। हामी त फेरि तलतिर निक्लिनु पर्ने छ। आफ्नो काम सकाएर छिटो काठमाडौँ निक्लिनु पर्ने न आफ्नो घर सर्छ बस्नलाई झ्याउ लाग्छ हो। बस्नलाई ठाउँ त रमाइलो छ नि पैसा भएन। दुःख हरेक ठाउँमा गर्नुपर्छ दुःख त। तर यहाँ चाहिँ अति धेरै नै दुःख के अति धेरै नै। बिहानदेखि बेलुकासम्म जति गरे पनि काम सकिँदैन। थकाइ मार्ने रेस भन्ने चिज हुँदैन यहाँ। थकाइ मारेर बस्यो भने त सासले सास राख्नलाई निरन्तर निरन्तर गरिरहनुपर्छ। अब हामी यस्तो ठाउँमा हिँड्न सक्दैन। यत्तिकै बाढी नपुगी मान्छेहरू यहाँ मलसल दाउरा घाँस हरेक चिज गरेर उकाली ओह्राली दिनमा 10-12 पटक हिँड्छ। पानी लिन हरेक चिज यहाँनिर
हरेक चिजको लागि आफैमै निर्भर रहनुपर्छ कि कसैमा कसैले निर्भर गरेर हुँदैन। यहाँले खानेदेखि लिएर हरेक चिज आफैले गर्नुपर्छ। अब यस्तो ठाउँमा पनि फेरि विकास गर्न नि गाह्रो कि मान्छे नि खासै हुँदैन। यहाँ रोड ल्याउन नि महँगो, डाँडा काँडा बत्ती पानी ल्याउन नि महँगो। धन्न आजभोलि बत्ती र पानी आएछ, रोड चाहिँ अलि ल्याएको छ, नेट सेट राम्रै चल्ने रहेछ। धन्न यति भयो भने यहाँतिरको मान्छेलाई यो पनि धेरै विकास हो कि काठमाडौँभन्दा ठुलो विकास भएको जस्तो हो उनीहरूको लागि यो ठाउँ। यति नेट सेट भएपछि को पर हो ठुलोमाम चाहिँ कता जानु भएको हो सेउला लिनलाई, सेउला मतलब सोत्तर लिनलाई। के हो यहाँ दाउरामा निर्भर पर्नुपर्छ खानासाना पकाउन हरेक चिजको लागि। आउनु आयो क्यामेरा राम्रो भयो त दामी निस्किने नि फोटोसोटो यताउति घुम्नलाई त फेरि एकदम राम्रो ठाउँ। एकदम पहिला गाई बस्तुहरू नि यसरी बाँधेर राखेका छन् होइन। भैँसी सैँसी के हुन्छ। बाटो भनेको यस्तो छ, मान्छेले यहीँ बस्ने सधैँको लागि भनेर कति चाहिँ आफ्नो छोराछोरीलाई अब आफ्नो भएको ठाउँमा अंशा बन्द गरेर जिउनी टिपेर आफ्नो घरसर बनाएको हुन्छ बुढाबुढीले चाहिँ त्यतिर होइन। पहाड मोमोको डल्लो नि छ। यस्तो चिजहरू त काठमाडौँमा मोमोको डल्लो हो, यहाँ त सुन हो। यहाँ त सहारा दुध दही मही घिउ होइन हरेक चिजको लागि मल सल गोरुहरू दुख्नलाई हरेक चिजमा साथी हो। रोग हो कुकुर हो के गर्नु। बाटो भने यस्तो छ, यो पनि आफूले बनायो मिलेर बनायो कति बस्नेहरूले। अहिले चाहिँ मकै